An apple a day keeps the doctor away. अर्थात् हामीले दैनिकी एउटा स्याउको सेवन गर्यौं भने डाक्टरलाई टाढै राख्न सकिन्छ, अर्थात् हामी बिरामी नै पर्दैनौं। के यो सत्य हो, यथार्थ हो? आज यसैबारे केही कुरा गरौँ। नमस्कार, म तपाईहरुको फिजिशियन डाक्टर विवेक प्रभात शाह। स्याउको बारेमा यति चर्चित भनाइ छ किन भन्दा यसको स्वास्थ्य लाभ नै धेरै छ। जस्तै कि स्याउमा डाइटरी फाइबर हुन्छ, जस कारणले गर्दा यसले हाम्रो पेटलाई स्वस्थ राख्नलाई मद्दत पुर्याउँछ। स्याउमा पानीको मात्रा पनि धेरै हुन्छ, जस कारणले गर्दा यसले हामीलाई हाइड्रेट पनि राम्रोसँग गर्दछ। स्याउमा भाइटामिन सी सँगै एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा हुन्छ, जस कारणले गर्दा यसले हाम्रो इम्युन सिस्टमलाई बुस्ट गर्दछ, अर्थात् हाम्रो रोगसँग लड्न सक्ने क्षमताको वृद्धि गराउँछ। स्याउको ग्लाइसेमिक इन्डेक्स पनि कम छ, अर्थात् यसको सुगर सुटअप गर्ने क्षमता कम छ, जसले गर्दा मधुमेह लागेको व्यक्तिहरूको लागि यो एकदमै उचित फल हो। तर यसको मतलब यो होइन कि अब स्याउ खाँदैमा हामीलाई कुनै पनि रोग लाग्दैन, त्यस्तो हुँदैन। कतिपय रोगहरू त वंशागुणत हुन्छ, अर्थात् बुवा आमाबाट छोराछोरीलाई आउने हुन्छ, र कतिपय रोगहरू त जीवनशैलीमा भर पर्ने कुरा हो। एउटा स्याउ खाँदैमा बिरामी नै नहुने चाहिँ हुँदैन। हस्त आजलाई यति नै, धन्यवाद।